नमस्कार सबैजनालाई। म हजुरहरूकै जेन्जी मित्र प्रदीप पौडेल। आज पनि एउटा नयाँ चाहिँ नि श्रव्य दृश्य सामग्रीको साथमा म उपस्थित भएको छु। म दैनिक जस्तो चाहिँ नि हाम्रो आसपासमा रहेका सम्भावनाहरू, ती सम्भावनाहरूमा हामीहरूले चाहिँ नि अवसर नपाएको आदि इत्यादि विषयवस्तुहरूमा आधारित रहेर म कुराकानी गरिरहेको छु। र आज म चाहिँ नि कम्युनसँग सम्बन्धित चाहिँ नि केही कुराहरू यहाँहरूमा चाहिँ नि प्रस्तुत गर्ने जमर्को गर्नेछु। सङ्गठनहरूलाई हेर्दाखेरि हैन, कमिलाको सङ्गठनलाई नै हेरौँ। तपाईको 20-25 हजारदेखि 30 हजार 40 हजार कमिलाहरूको त्यो हुलले माटो मुनि चाहिँ नि आफ्नो लागि साम्राज्य आफै खडा गरेर बसेको हुन्छ। त्यहाँनेरि चाहिँ नि खानाको जुगाड गर्नेहरू खाना ओसाइरहेको हुन्छन्। बच्चाको स्याहार सुसार गर्नेहरू बच्चा स्याहार सुसार गरिरहेको हुन्छ। अन्डाको हेरविचार गर्नेहरू अन्डाको हेरविचार गरिरहेको हुन्छ। वर्षाको लागि खानाको अलगै जुगाड हुन्छ उनीहरूसँग, सर्दीको लागि अलग जुगाड हुन्छ। र शत्रुजीवहरूले चाहिँ नि हमला गर्लान् भनेर सुरक्षाको संयन्त्रहरू पनि उनीहरूसँग हुँदो हो। हैन, एउटा जब कमिलाको हुलले यो काम गर्न सक्छ भने हामी त चाहिँ नि मान्छेहरू हौँ हैन। हाम्रो त हृदयलाई पनि चाहिँ नि भगवानले बास बस्नलाई उपयुक्त ठहर्याएको त्यो गरिमा छ हामीसँग। अनि हाम्रा सङ्गठनहरूले चाहिँ नि सानातिना सङ्गठनहरूले पनि ठुलो ठुलो कामहरू गर्न सक्दैनन् भन्न सकिँदैन। किन भन्दाखेरि मान्छे भनेको चाहिँ नि प्राणीहरूमा पनि सर्वश्रेष्ठ छ हैन। अनि सङ्गठनमा चाहिँ नि ताकत हुन्छ। जस्तो म तपाईँहरूलाई एउटा उदाहरण दिन्छु। हामीसँग चाहिँ धेरै पहराहरू पाखाहरू छन्। ती पहराहरूमा चाहिँ नि हामीहरूले मौरी पालन नै गर्नु पर्यो भने पनि 1000-10 डुँडहरू पहरामा झुन्डाउन र अनि बाँकी पाखाहरूमा चाहिँ नि फुल फुलाउनको लागि त्यो सम्भावना छ हामीसँग। तर एक्लैले त गर्न सकिँदैन। 100 जनाको मात्रै टिम हुन्थ्यो र त्यहाँ दक्ष मान्छेहरू, विज्ञ मान्छेहरू पनि हुन्थे र त्यो कामका लागि हामीहरूले लागि पर्नु भने त्यो काम गर्न सकिन्छ। अनि यसबाट पनि धेरै नाफा लिन सकिन्छ। अरबौँ चाहिँ नि मौरी कामदारहरूले मह ओसार दिन्छन् हाम्रो लागि हैन। अनि यस्तै चाहिँ नि विभिन्न चाहिँ नि सानो तिनो कामहरूमा पनि एक्लैले गर्दाखेरि र सङ्गठनमा काम गर्दाखेरि बहुतै अन्तर हुन्छ। जस्तो कुखुरा पालनमा पनि 1 जना 2 जनाले पालेर कति कुखुरा पाल्न सकिन्छ। तर सङ्गठनै लागि परेर चाहिँ नि कुखुरा पाल्नु हो भने हामीहरूले 10 लाखवटा कमसेकम पोथीहरूले दिनको अन्डा पार्ने किसिमले त्यो फर्महरू सञ्चालन गर्न सक्यौँ भने दिनको 10 लाखवटा अन्डा बजारमा ल्याउँदाखेरि 2 रुपियाँ गोटा अन्डामा नाफा राख्ने हो भने 20 लाखको कारोबार दिनको गर्न सकिन्छ। अनि चाहिँ नि भालेहरू पनि बोनसमा उब्रिन्छन् हैन। बुढोपथीहरू वेस्ट चिकन त्यो चाहिँ नि प्रयोग गरेर गोही पाल्न सकिन्छ। गोहीको छालाबाट जुत्ता बनाउन सकिन्छ। सङ्गठनले गर्ने हो भने चाहिँ नि यस्ता कामहरू सम्भव हुन्छन्। तर एक्लैले गर्न सकिँदैन। तपाईहरूलाई के लाग्छ? आफ्नो विचारहरू बताउनुहोस् हैन। मेरो भिडियोलाई मन पर्यो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। अनि मेरो च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट गर्न सक्नुहुन्छ। यतिन्जेलसम्म मेरो कुराहरूलाई धैर्यतापूर्वक सुनिदिनु भएको छ। यहाँहरू सबैजनालाई हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। मेरो कृतज्ञतालाई स्वीकार गरिदिनु होला। धन्यवाद। नमस्कार। सबैजनाको जय होस्।